अविरल हजुर यो के को ड्रइङ बनाएको यो सुरुको हर्बिभरस एनिमल्सको अनि यो दोस्रो कर्निभरस एनिमल्सको तेस्रो ओम्निभरस एनिमल्सको यिनीहरू चाहिँ यिनीहरूको नाम के हो यो जहिले बनाएको चित्रको नाम ड्रइङको गड स्नेक क्याट यो हर्बिभरस एनिमलले के खाँदो रहेछ प्लान्ट एन्ड फुड खाँदो रहेछ अनि यो कर्निभरस एनिमलले के खाँदो रहेछ मासु मात्र खाँदो रहेछ इङ्ग्लिसमा मिट अनि यो ओम्निभरस एनिमलले के खाँदो रहेछ ओम्निभरस एनिमल्सले दुवै खाँदो रहेछ अब यो ड्रइङ बनाएर कता लग्ने स्कुलमा कसलाई दिने टिचरलाई यो चाहिँ मेरो बच्चाको यो प्र्याक्टिस हो यो चाहिँ हर्बिभरस एनिमल यसले चाहिँ विशेष गरेर यो नेपालीमा यो शाकाहारी भन्छ यसले चाहिँ शाकाहारी यो चाहिँ मांसाहारी र यो सर्वाहारी जनावरको चाहिँ यसले चित्र बनाएको छ यो ड्रइङ कोरेको छ सामान्य रूपमा यो प्र्याक्टिस गरिरहेको छ अक्षर चाहिँ ठिक छ एकदम राम्रो लेखिरहेको छ यो चार्ट पेपरमा यो बाख्रा हो भने यो चाहिँ स्नेक अनि त्यो बिरालुको चित्र चाहिँ यसले उतारेको छ कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन नभुल्नु होला ओके ओके इस्माइल